तिर्खा के हो तिर्खाएको मान्छेलाई थाहा हुन्छ साथीहरू, दुःख के हो दुःखमा परेको मान्छेलाई मात्र थाहा हुन्छ। यहाँ हामी सबैलाई अवगत भएकै कुरा हो। ल हेर्नुहोस्, एकजना दाजु है, उहाँको चाहिँ जसको चाहिँ खुट्टा मात्र, जबकि हात दुईटै हात नभएको अवस्थामा हुनुहुन्छ। तपाईँ हामी सबै देखिरहेका छौँ यो भिडियो मजासँग। एकैचोटि उहाँको श्रीमतीले हेर्नुहोस् त, उहाँको श्रीमतीले चाहिँ खाना खाँदाखेरि उहाँले सायद मलाई लाग्छ खुर्सानी लिएर दिनुभएको छ। बिचरा कति समस्यामा हुनुहुन्छ हेर्नुहोस् त। हामी जबकि खुट्टाले अरू काम गर्नै सक्दैन, उहाँले चाहिँ ल खुट्टाले हातको काम गरिराख्नु भएको छ। कति समस्या भइरहेको ल हेर्नुहोस् त, खाँदाखेरि पनि खुट्टैबाट खाइराख्नु भएको छ बिचरा दाजु है। जो पनि हुनुहुन्छ मेरो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, जसको मोबाइलमा यो भिडियो आएको छ, यो दाइको है स्वास्थ्य अवस्था यस्तो छ, जति साथीहरूले हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँ दाइको स्वास्थ्य अवस्थाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो भिडियोलाई एउटा लाइक कमेन्ट गरिदिनु होला। जति पनि हुनुहुन्छ जो जहाँबाट हेर्दै हुनुहुन्छ उहाँहरूले हेर्नुहोस् त साथीहरू, कति समस्यामा छन् दाजु। कसरी मजासँग है फेरि खुट्टाले मजाले हाम्रो हातको हिसाबले चाहिँ उहाँले चाहिँ खाना खाइराख्नु भएको छ है। यस्तो अवस्थामा मलाई लाग्छ हे भगवान्, जोसुकै होस्, चाहे दुश्मन किन नहोस्, यस्तो अवस्थामा नपरोस् कोही पनि। त्यही भएर जति सक्दो रूपमा मेरो आमा दाजुभाइ दिदीबहिनी हेरिराख्नु भएको छ, सबैले यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। हेर्नुहोस् त कति दुःखमा पर्नु भएको छ दाजु, कसरी पानी खाइराख्नु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू एभ्रीबडी, थ्याङ्क यू सो मच।